मबाट तिमीसम्मको यात्रा, तिमीबाट फेरि मसम्मको यात्रा। जीवनमा केही यात्राहरू यस्ता हुन्छन् जहाँ गन्तव्यभन्दा पनि यात्राले धेरै कुरा सिकाउँछ। मबाट तिमीसम्मको यात्रा प्रेमले सुरु भएको थियो। विश्वासको भारी बोकेर, सपनाहरूको उज्यालो समेटेर, मनभरि आशा राखेर म तिमीसम्म पुगेकी थिएँ। त्यस बेला लाग्थ्यो अब मेरो खुसी तिमीसँग जोडिएको छ। तिम्रो मुस्कान मेरो संसार थियो, तिम्रो साथमा मेरो भविष्य। तर समय सधैँ हाम्रो इच्छा अनुसार चल्दैन। बिस्तारै मैले महसुस गर्न थालेँ, तिमीलाई सम्हाल्ने प्रयासमा म आफैलाई बिर्सँदैछु। तिम्रो मन जित्ने दौडमा आफ्नै मनसँग हार्दैछु। तिमीलाई जोगाउन खोज्दा आफ्नै आत्मालाई घाइते बनाइरहेकी छु। त्यसपछि एक दिन बाटो फेरियो। तिमीबाट फेरि मसम्म फर्किने यात्रा सुरु भयो। त्यो यात्रा सजिलो थिएन। हरेक पाइला पीडाले भरिएको थियो। सम्झनाहरूले छटपटाइरहेकी थिए। मौनताले अनेक प्रश्न सोधिरहेको थियो। तर त्यही पीडाले मेरो हात समातेर एउटा सत्य सिकायो। हराएको प्रेमभन्दा हराएको आफू धेरै मूल्यवान हुन्छ। जब मैले आफ्नै मौनलाई सुन्न थालेँ, आफ्नै आँसुलाई बुझ्न थालेँ, तब थाहा भयो म त कहिले कमजोर रहेनछु। म त केवल आफूलाई अरूको छायामा लुकाएर राखेको रहेछु। आज म फेरि आफ्नै साथमा छु। अब मेरो खुसी कसैको उपस्थितिमा निर्भर छैन। मेरो मुस्कान कसैको स्वीकृतिको प्रतीक्षा गर्दैन। किनकि मैले सबैभन्दा कठिन तर सबैभन्दा सुन्दर यात्रा पुरा गरेकी छु। आफ्नै मनसँग फर्किने यात्रा। आज म निर्धक्क भएर भन्न सक्छु, मबाट तिमीसम्मको यात्राले मलाई प्रेम सिकायो। तिमीबाट फेरि मसम्मको यात्राले मलाई म हुन सिकायो। र जीवनमा यदि कुनै यात्रा सफल भयो भने त्यो यही थियो। किनकि अन्ततः मैले संसार जितिन, तर मैले आफैलाई भेटेँ। अनि त्यसपछि बुझेँ आफैलाई चिन्नु नै जीवनको सबैभन्दा ठुलो उपलब्धि रहेछ।